सबै दाजुभाइ दिदीहरूले घन्टी भोट दिएछ घन्टीमा भोट हाल्न म अनुरोध गर्न चाहन्छु। एकपल्ट हेरौँ परिवर्तनको दिशामा हामी सबै लागौँ। देश सबै बर्बाद भइसकेको छ। यो देशलाई हामीले चाहिँ ठिक ट्र्याकमा राख्नको निम्ति घन्टी साथमा भोट हाल्न भएको हुँदा म सबैलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद। जितोस् भन्ने छ धारणा। हजुर यहीँकै भोटर हो? म गाउँको कुन गाउँको? रामेछाप है। समर्थन चाहिँ घन्टीमा हुन्छ? घन्टीमा हो। पर्सि 20 गते घर जाने। चुनावको एउटा अन्तिम अवस्थामा आएका छौँ। त्यो भएर अन्तिम अवस्थामा पनि जनताले कसरी साथ दिन्छन् भन्ने हिसाबबाट हामी एउटा रोड शो भक्तपुर जिल्ला भक्तपुर ललितपुर र काठमाडौँलाई भ्याउने गरी एउटा जोडसोड कार्यक्रम गर्नु। किनभने वरिष्ठ नेताजीहरू देशैभरि घुम्नुपर्ने भएको कारणले गर्दा आज आउनुभएको हो। आज आउँदाखेरि पनि हेर्नु न, जनताको यति अपार माया छ। त्यो अपार मायाले गर्दा समयअनुसार उहाँ आउन सकिराख्नु भएको छैन। तर हामी जनताको पेसेन्ट हेर्छौँ, धैर्यता हेर्छौँ। उहाँहरू चाहनु भएको छ देश अब परिवर्तनको सङ्घारमा छ। देश परिवर्तन गर्नको लागि बालन शाह लगायत राष्ट्रिय स्वतन्त्र पार्टी अब सरकारमा जानुपर्छ। त्यो सरकार बहुमत होइन 2/3 बन्नुपर्छ, अनि मात्र देश बन्छ भन्ने जनताको आवाजलाई मुखरित गर्न अहिले यहाँ जनताहरू हाम्रो वरिष्ठ नेताहरूलाई पर्खिराख्नु भएको छ। अहिले यो क्षेत्र नम्बर 1 मा रासोपामय भइरहेको छ भनेपछि यहाँ चाहिँ विगतमा चाहिँ नेमुकिपाले जितिरहेको अवस्था अहिले चाहिँ के छ? रासोपाले जित्छ होला त? म यसमा यति निर्धक्क ढुक्क छु। यो बेलामा जनतामा भएको विस्फोटन सदनमा भयो, सदन पछाडि अहिले जनतामा हुन्छ। र भक्तपुरमा पनि त्यहाँभित्र एउटा ठुलो भनौँ न कुण्ठा लिएर बसिरहेको छ। त्यो कुण्ठा फुट्नु भनेको नि हामीले भक्तपुर 1 मा किल्ला गाड्ने हो। त्यसकारण म एक बोल्दिनँ। मुकेश रञ्जित भक्तपुर 1 को भक्तपुर 1 मा निर्वाचित हुनुहुन्छ भन्ने म 100% सियो छु। हुन्छ, हस्, धन्यवाद। मेरो नाम मोहन पुरी, म चाँगुनारायण नगरपालिका वडा नम्बर 8 मा बस्छु। भक्तपुर जिल्ला कार्य समिति राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला सदस्य हो। म भनेपछि क्षेत्र नम्बर 1 मै भोट हाल्नु भयो। त्यसपालि के छ? चुनावी माहौल एकदम राम्रो छ। चुनावी माहौल एकदम राम्रो छ। अब यो 35-36 वर्षसम्म शासन गरेर बसेका शासकहरूले जनतालाई जुन हिसाबले दबाब दिएका थिए, जुन हिसाबले चाहिँ के अरे झुक्क्याएका थिए, जुन हिसाबले चाहिँ के अरे नराम्रोसँग चाहिँ फसाएका थिए, त्यसको लागि जनता विस्फोटन भएको छ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी उदाएर आएको छ, उदाउनु पनि पर्छ। अब आउने सरकार कमसेकम 2/3 को सरकार राष्ट्रिय स्वतन्त्र पार्टीको बन्नुपर्छ। भ्रष्टाचार र भ्रष्टाचारीहरूलाई कारबाही गरेर जेल सजाय दिलाउनुपर्छ। कारबाही गरेर मात्रै पनि पुग्दैन, यिनीहरूले अहिलेसम्म गरेको भ्रष्टाचारलाई क्षतिपूर्ति सहित कारबाही गर्नुपर्छ। अहिले प्रत्येक नेपालीलाई लगभग 1 लाखभन्दा माथि ऋणको भार बोकाएका छन्। त्यो सबै यो भ्रष्टाचारीहरूबाट असुलुपर गरेर तिर्नुपर्छ विदेशीलाई। देश बन्न धेरै समय लाग्दैन। निष्पक्ष स्वतन्त्र भएर एउटा जनभावनाको हिसाबले एउटा देशभक्तिको भावनाले काम गर्न सक्यो भने देश विकास हुन धेरै समय लाग्दैन। जनताको अवस्था परिवर्तन हुन धेरै लाग्दैन। यिनीहरूले हामीलाई जसरी भए पनि झुक्क्याउने, जसरी भए पनि आफ्ना मान्छेहरूलाई कार्यक्षेत्रमा पुर्याउने अनि भ्रष्टाचारै मात्रै गर्ने, जनतालाई झुक्क्याउने मात्रै। अब हाम्रो भक्तपुरकै कुरो गर्नुपर्दा अब किसान मजदुरहरूलाई जतिखेर पनि झुक्क्याउने, 5 किलो मल लिनको लागि 2 घन्टा लाइन बस्नुपर्ने। त्यसभन्दा पछाडि गएर टाउन प्लानिङका कुराहरू भएका छन्। किसानहरूसँग 2-3 लाख आनामा जग्गा लिने अनि टाउन प्लानिङको नाममा 50-60 लाख आनामा गर्ने। किसानहरूले त्यसको मौजात पनि अहिलेसम्म पाएका छैनन्। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसको पनि विरोध गरेको छ अनि त्यसलाई क्षति विधानसम्म काम गर्ने भनेको छ। त्यसरी चाहिँ काम गर्छ भन्ने पूर्ण आशा छ। र त्यो गर्नको लागि 2/3 को सरकार नै केन्द्रमा जानुपर्छ र स्थानीय तहको चुनावहरूमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले निर्धक्क भएर काम गर्ने अवसर पाउनुपर्छ। जनताले त्यो अवसर दिनुहुन्छ भन्ने विषयमा म ढुक्क छु। यसपालि क्षेत्र नम्बर 1 मा रासोपाले जित्छ कि नै? यसमा 100% जित्छ भनेर हामी विश्वास गर्छौँ। प्रत्येक मतदाताको घरमा जाँदाखेरि भक्तपुर नगरपालिका होस्, चाँगुनारायण नगरपालिका होस्,
भित्री हिसाबले बाहिरी हिसाबले खुल्न नसके पनि भित्री हिसाबले हामीलाई राइट नै गरेर पठाएका छन्। हामी भोट दिन्छौँ नै भनेका छन्। यसपालि मत परिवर्तन हुन्छ। भक्तपुर क्षेत्र नम्बर 1 मा 35-36 वर्षको विरासत तोडिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्छ। ओ भाइ के छ हालखबर? अनि नाम के हो? को आउँदैछ आज यहाँ? बालेन आउँदैछ? बालेन आउँदैछ? बालेन आउँदै हो? बालेन्द्र रवि को आउँदैछ बाबु? बालेन आउँदैछ। अनि के छ भोट केमा हो त? भोट केमा? घन्टीमै हो। अनि भाइले त हाल्न पाउँदैन त? बाबा मम्मीलाई हाल्न लगाउने हो? केमा भोट हाल्न लगाउने? घन्टीमा है। के छ अहिले यहाँको माहौल? घन्टीमय भइरहेको छ। के छ तपाईँहरूको समर्थन के छ? हाम्रो पूर्ण समर्थन छ। दाजुभाइहरू सबैले सही निर्णय गर्नु भन्ने हामीलाई आशा छ। नेपालीले सही निर्णय गर्छ, अन्यायबाट न्याय पाउनुहुन्छ। अब न्याय पाउनु भन्ने आशा छ। जति पनि साथीहरू हुनुहुन्छ अहिले चाहिँ मत परिवर्तन गर्नुपर्छ भन्ने भनाइमा छन्। यहाँहरूको मत केलाई हो? भोट चाहिँ केमा हाल्नुहुन्छ? ए चुनावी माहौल भइरहेको छ। यहाँ चाहिँ बालेन शाह र रवि लामिछाने जुन आउने कुरा भइरहेको छ र आउँदै हुनुहुन्छ भन्ने कुरो सुन्नमा आएको छ भने अब यहाँहरू चाहिँ उपस्थित हुनुभएको कारण चाहिँ बालेन र रविलाई भेट्नको लागि स्वागतको लागि यहाँहरू बस्दै हुनुहुन्छ। अब यहाँहरू स्वागतको लागि मात्र बस्नुहुन्छ कि भोट पनि परिवर्तन गर्नुहुन्छ? अब भनेपछि केमा हाल्नुहुन्छ? घन्टीमा हाल्नुहुन्छ? घन्टीमा हाल्नुको कारण के हो? देश राम्रो बनाउनु भनेर, देश परिवर्तन गर्नु पर्यो। आफ्नो अब हामीभन्दा तल मुनि आउने छोराछोरीको लागि, देशको लागि राम्रो गर्नु भनेर हाम्रो विचार छ। ए यही विश्वासको आधारमा यहाँहरूले चाहिँ यसपालि भोट परिवर्तन गर्दै हुनुहुन्छ भनेपछि यहाँ त नेमकिपा र रासोपाको चाहिँ कम्पिटिसन हुने भयो। अब जिताउन चाहिँ कसलाई जिताउन चाहनुहुन्छ? घन्टीलाई नै जिताउन चाहनुहुन्छ। नाम देवी प्रसाद आचार्य हो। म अहिले 4 सालको, म 78 वर्ष भइसकेँ होइन। हजुर यिनलाई भोट दिँदा वाक्क भइसक्यो। तर काङ्ग्रेस, एमाले, माओवादी यी तिनटालाई भोट दिइँदैन, घन्टीमा भोट दिइन्छ। बालेन सरकार जिन्दाबाद। हाम्रो माया सम्मान हो उहाँलाई। ए माया सम्मानको लागि यो अनि भोट चाहिँ केमा हाल्नुहुन्छ? घन्टीमा हाल्नुहुन्छ है। हाम्रै सम्पत्ति हाम्रै हो त्यो सबै हो भने के नेताहरूले के पनि जनताको जम्मै रगत पिसेर उक्याएर अनि उनीहरू त माथि घुमिरहने जनताको लागि होइन। आउने बित्तिकै बालेनले कति हल्लाएको थियो। कमाइ खाने भाँडो बनायो। राणा शासनले राणा शासनको धेरै राणा शासन चलायो। नेपाली जनतालाई लुटेर खाने बनाएमा उनले त्योभन्दा अगाडि सोचेन नि। राजा आउँछ भन्छ, राजाको वंश नाश गर्ने आउँछ। आउँदै आउँदैन वंश नाश गर्ने भन्ने को रहेछ? त्यसले पो लेख्छ त यस्तो कुराहरू जम्मै को रहेछ? राजाको मान्छे को हो? अनि यो सबै यो जनता जुन उर्लिए छन् अनि त्यो देश बेच्नलाई उर्लिया हो त। लक्षित गरे बालेनले उसले बेच्न थाले अरे अनि यो जनताले जुन सपोर्ट गरिरहेको छ अनि त्यो जनता चाहिँ देश बेच्नलाई हो त हामी बोल्नसम्म बोल्ने पनि मुटु फाट्ने गरेर पनि बोल्छन् पनि यस्तो पनि बोल्छन्। यिनीहरूले उपलमा गरे नि राष्ट्र र जनताको पक्षमा गरेनन्। जसरी छोराछोरी र बाबामा एयरपोर्ट जाँदा किन छोराछोरी र बाबामा रोएर ल्याइनु परेको छ। यो बाध्यता राष्ट्रको पक्षमा छैन, राणा शासनभन्दा बढी छ। र हामीलाई त्यही भएर घन्टीमय देश बनाउनु छ। घन्टीको विजय भएको सुन्न परोस् र घन्टीको 65% पद चाहिँ 60 सिट
समानुपातिमा आएपछि जित्छ हामीलाई यो निश्चित छ। भने चाहिँ अहिले बालेनको समर्थनमा धेरै साथीहरू यहाँ उभिएर कराइरहनु भएको छ। करिब बालेन शाह र रवि लामिछाने यहाँ उपस्थित भइसकेको सङ्केत अहिले सुरक्षा निकायहरू उपस्थित भइसकेको छ। बालेन शाहको लागि उत्साहित भइरहनु भएको छ भने प्रत्यक्ष रूपमा नाराबाजी भइरहेको छ। भोट केमा घन्टीमा छ हजारौँ नागरिकहरू यहाँ सडकमा उपस्थित भइसकेको छ। विशेष सुरक्षा यहाँ उपस्थित भइसकेको छ भने अहिले बालेन शाह र रवि लामिछाने आइरहेको सङ्केत यहाँ दिइसकेको छ भने स्थानीयहरू सबै छ नाराबाजी लगाइरहनु भएको छ। आपको छाप आपकी बार रवि बालेन सरकार भन्ने जुन नारा लगाइरहनु भएको छ यहाँ हजारौँ रूपमा दर्शकहरू उपस्थित भइसक्नु भएको छ भने नागरिकहरू आतुर देखिरहेको छ र अहिले यहाँ बालेन शाहको लागि धेरै यहाँका स्थानीयहरू उपस्थित भइसक्नु भएको छ। बालेन शाहलाई एकपटक हेर्नको लागि भए पनि बालेन शाह भन्दै उहाँहरू कराइरहनु भएको छ र सबै यो सम्भवतः यहाँका सबै क्षेत्र नम्बर 1 का स्थानीयवासीहरू हुनुहुन्छ। यसपालि नेमकिपालाई पनि एकदमै विरासत जोगाउनको लागि धेरै गाह्रो अवस्था देखिरहेको छ। र रवि लामिछाने र बालेन शाह जुन बाखा बजारमा आइसकेको जानकारी हामीलाई प्राप्त भएको छ भने यहाँ चाहिँ हजारौँको सङ्ख्यामा चाहिँ स्थानीयहरू उपस्थित भइसक्नु भएको छ बालेन शाहलाई स्वागतको लागि र आपकी बार बालेन सरकार भन्ने जुन नारा लगाइरहनु भएको छ। वासीहरू यसपालि मत परिवर्तन गर्ने र जय घन्टी भन्दै प्राणभन्दा प्यारो छ हाम्रो रवि हाम्रो देश प्राणभन्दा प्यारो छ। अहिले तपाईँले हेरिराख्नु भएको छ यहाँ धेरै सङ्ख्यामा चाहिँ स्थानीयवासीहरू उपस्थित भइसकेको छ बालेन शाहलाई स्वागतको लागि भने यसपालिको मत एकदमै परिवर्तन छ र नेमकिपालाई आफ्नो विरासत जोगाउनको लागि धेरै नै गाह्रो होला भन्ने चाहिँ अड्कल हामी यो भिडभाड पनि हामी देख्न सक्छौँ र यहाँ धेरै बालेन शाह समर्थन हुनेहरू साथीहरू हुनुहुन्छ भने यसपालि भोट बालेन शाहलाई भन्ने जुन नारा लगाइरहेको छ भने यसपालि नेमकिपाको विरासत जोगाउनलाई धेरै गाह्रो होला। सुरक्षा निकाय यो दोस्रो घेरा सुरक्षा आइसकेको छ भने सशस्त्र एसडीएफको पनि आइसक्नु भएको छ। अब लगभग बालेन शाह आउने निश्चित भइसकेको छ भने यहाँ बालेन शाहको उपस्थित हुने अब कन्फर्म भइसकेको छ। जस सुरक्षा निकाय र आइसक्नु भएको रूपमा छ। कति बजेदेखि बस्नु भएको? कति 8 बजेदेखि बस्नु भएको है? उहाँका लागि भने म 1 बजीसम्म कुद्न पनि रेडी छु। रेडी हुनुहुन्छ है? हजुर, यस्तो एकदम जोस र जागरमा हुनुहुन्छ। परिवर्तन चाहिएको छ हामीलाई यसलाई। बालेन शाह आइसकेको हामीले सङ्केत पाइसकेका छौँ भने निकेशरा चोकमै आइसकेको छ। राधे राधे जुनबाट बालेन शाह उपस्थित भइसकेको छ। रवि लामिछाने र बालेन शाह निकेशरा उपस्थित भइसकेको सुरक्षा स्रोतबाट चाहिँ जानकारी छ। र्याली आइरहेको छ। बालेन शाह अहिले तपाईँले देख्न सक्नुहुनेछ बालेन शाह आइसकेको जुन यो र्याली छ बालेन शाह आइसकेको र्याली भइसकेको छ भने बालेन शाह आइसकेको छ। रवि लामिछाने र बालेन शाह अहिले आइसकेको छ। Keep on!